जय मसीह तपाईहरु सबैजनालाई प्रभु येशू ख्रीष्टको नाममा यो बिहानी आज म धेरै खुसी छु यो बिहानीमा किन भन्नुहुन्छ भने आज चाहिँ देशभर छरेर रहनु भएको बाबाहरुको लागि चाहिँ आज बाबा दिवस हैन अनि ह्यापी फादर डे भन्न चाहन्छु। अनि मैले पवित्र बाइबल को पुस्तक भजन संग्रह 103 को 13 पदलाई लिएर आएको छु। यहाँ यस्तो लेखिएको छ, जसरी बुवाले आफ्ना छोराछोरीहरूलाई ठिटाउँछन् त्यसरी नै उहाँका भया मान्नेहरूलाई परमप्रभुले ठिटाउनुहुन्छ। परमेश्वरलाई धन्यवाद आजको वचनको पदद्वारा अनि प्रभुलाई नै महिमा भएकोस्। अनि यहाँ अति असल वचनको पदले पनि आज जसरी हैन आफ्ना बुवाले आफ्ना छोराछोरीलाई ठिटाउँछन् त्यसरी नै उहाँको भया मान्नेहरूलाई चाहिँ परमप्रभुले ठिटाउनुहुन्छ भनेर यहाँ वचनले पनि भनेको छ। अनि परमेश्वरलाई महिमा भएकोस्। अनि फेरि पनि ह्यापी फादर डे भन्न चाहन्छु सबै बाबाहरूलाई, देशभर छरेर रहनुभएको बाबाहरूलाई परमेश्वरले धेरै मात्रामा आशिष दिनुभएको छ। हस् त फेरि पनि जय मसीह।